अलि बेसी पैसा कमाउन बुढा अझै बेसी घुम्नुपर्छ हामी रिल्स बनाउनु साह्रो छ गाइस तपाईलाई देखाउनुको लागि वेलकम टु माल्का भ्याली ब्रेकफास्ट लिएर आएछ दुईजनाले दादा र मेरो हस्बेन्डले जाम ल्याएछ ब्रेड ल्याएछ ब्राउन ब्रेड हो कि व्हाइट ब्रेड ल्याएछ चा अनि यो चाहिँ दादाले म्यागी बनाइदिनु हुँदैछ हो यहाँको त्यसले चाहिँ अलिकति दादालाई बिसन्चो पनि भयो अब खाने बानी छैन नि त अन्त दादा अलिक बिसन्चो भएर चाहिँ यस्तै खाएर जाउँ भन्नुभयो दादाले पनि हो अन्त दादाले बनाउनु हुँदैछ म्यागी दुवैजनालाई मन परेन अरे हो अब आइएम सो सरी तपाईँहरूको खाना चाहिँ एकदम राम्रो थियो तर अब सबैजनालाई एउटै टाइपको मन पर्दैन त्यो भएर चाहिँ अब हामीले चाहिँ आज चाहिँ ब्रेड बिस्किट यस्तैहरू खाएर चियाहरू खाएर चाहिँ निस्किने है आजको मेरो आउटफिट अफ द डे यस्तो छ लेभेन्डरमा हो अनि यहाँबाट चाहिँ निस्केको आज चाहिँ 10 बजिसक्नु आँटेको छ अब यति बेला पनि निस्किँदैछ सो गाइज हामी अन द वे टु माल्कम भ्याली है अनि यो चाहिँ जाँदै गरेको बाटोहरू अब बाटो त तपाईँहरूलाई के गरेर देखाउनु सक्दैन अनि अब तपाईँहरूलाई यदि लोकेसन चाहियो भने कमेन्ट गर्नु सक्नुहुन्छ नभए म भयो भने जति सक्दो म तपाईँहरूलाई लिङ्क पनि छोडिदिएको हुन्छु हो आज जस्तो उहाँहरूले पक 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 गर्दै के खाँदैछ भने चाहिँ बिस्किट हो यो एकदम मिठो लाग्यो अरे प्रसन्नताले किन्नु भएको कि यो घिउमा मजाले फ्राई गरेको टाइपको त 120 लागेको त्यत्रो प्याकेटको कि त यस्तो मिठो रिग्रेट भएन हामीले अघि लिएर आउनु पर्दैछ अहिले चाहिँ हामी अन द वे टु मार्कम भ्याली है भ्यू दामी दामी यो कस्तो दामी अब हुन्छ नि यस्तो पिस यो साइडको ब्युटी अर्कै रहेछ हौ अर्कै अब हामी उकालो हिल्लीपट्टि चढ्यो अलिकति यो चाहिँ रफ रोड रहेछ उकालो चाहिँ कि गाइज हामी चाहिँ एउटा जग्गामा आएर रोकेको छ यस्तो ब्युटिफुल मलाई साँच्ची भने यहाँबाट छोडेर जानु मन नै छैन अलिक बेसी पैसा कमाउन बुढा अझै बेसी घुम्नुपर्छ हामी यहाँ हेर्नु न कस्तो दामी छ के साह्रो दामी यो हामी चाहिँ एकजना अलिकति बिमारी हुनुभएको छ दादा हो भमिट गर्नुहुँदैछ यस्तो ब्युटिफुल मार्कम भ्याली जान चाहिँ 2 किलोमिटरभन्दा बेसी चाहिँ माथि चढिसके पठाइछौँ किनभने बाटोमा नि नेटवर्क जाँदो रहेछ अन्त म्याप हेर्नु पाएन नि त यो म्याप हेर्दै हेर्दै जान्छ नि त हामी अन्त जान्छ अलिकति रफ रोड हामी त होइन 2 किलोमिटर बेसी नै गएको थियौँ फर्केर आएर फेरि जाँदैछौँ ल अहिले यता बाटो हो अलिक रफ है गाईहरू पुरा बेसी कहिले आइपुग्ने हो कहिले आइपुग्ने कोही टिकट यहाँ दिनु त हामीले चाहिँ यो किन्यौँ टिकट 130 यो पक्रिनुहोस् त यो पक्रिनु न हौ 130 रुपिस टिकट यहाँ काउन्टरबाट तपाईँहरूले तिरेर गाइस बाटो चाहिँ अलिकति रफ छ यसरी होसियारी आउनुहोस् कार्पेटिङ हुँदो रहेछ वेलकम टु माल्का भ्याली हेर्नुहोस् त इट्स सो ब्युटिफुल हो तपाईँलाई देखाउनुको लागि मैले आफै त देखिसकेँ नि गाइस हामी चाहिँ यहाँ हेर्नु गाडी लिएर आइदिएको हामी चाहिँ यस्तोमा यस्तो डाँडामा छ कि म तपाईँलाई चाहिँ यस्तो राउन्डबाट लिएर चाहिँ यतादेखि लिएर यहाँनिर राखिदिएको छ टाढामै यहाँदेखि चाहिँ ताकि यस्तो दामी यहाँ हेर्नु त वर्थ इट आम्बो हेर्नु त हाम्रो त बिमारी त अहिले यस्तो भइसकेको छ ए मान्छेलाई चाहिँ सुकुन चाहिन्छ दामी ब्युटिफुल पहाड चाहिन्छ यसरी दा कस्तो लाग्यो दामी है वाह म तपाईँलाई बिस्तारै एक राउन्ड गर्छु ल सेन्टरमा छ अब सेन्टरमै के भएछ अरे लु 3 घन्टा भयो बसेको ल अब एउटा फोटो खिच्नु जान्छौँ लास्ट भिडियो अहिले चाहिँ हामी शिलङबाट फर्केर अब सकेको हाम्रो शिलङको ट्रिप यहाँबाट फर्किनु त उमेम लेक जानु आँटेको सो त्यो जानुभन्दा अगाडि चाहिँ यो जग्गामा आएर हामी खाना खानु आँटेको छ यो अन द वे टु उमेम लेक गाडी यहाँ रहेछ यहाँ चाहिँ यस्तो भेराइटी पाउँदो रहेछ यो
पनि खानु है हामी यस्तै भेराइटी तपाईँले यो सबै चिकन फिस पर्क एक्सक्युज मी मैले चाहिँ यो ट्राई गरेँ हो पर्क लेग एन्ड यो अनि फेरि तपाईँले चाहिँ चिकन ग्रेभी अहिले दामी छ लु दामी फाइनली मिठो पायो गाइस हामी चाहिँ खाजा खाइसकेर अहिले निस्किसक्यौँ होइन अनि अब चाहिँ हामी गुवाहाटी यात्रा लागिरहेको छौँ मजाले खाना खायौँ आज त साँच्चीकै मिठो पाएको थियो हो ला बोटिङ गर्नेवाला क्लोज सो दामी थियो बोट गर्नेवाला थियौँ हामी यहाँ सो स्याड गाइस लास्ट विस थियो मेरो यहाँ बोट गर्नु बन्द 4:30 बन्द हुँदो रहेछ सो स्याड गाइस हरेस लाग्यो ल गाइस अब चाहिँ हामी गएको अन द वे टु गुवाहाटी हामी यो लेकलाई चाहिँ अब वुमेन लेकलाई चाहिँ हेरेरै मात्रै फर्किनेछौँ नेक्स्ट टाइम बोटिङ गर्नेछौँ बिचरा हामी के गर्नु त सक्यो बोट ट्रिप मजा आयो सबैभन्दा बेसी चाहिँ मेरो जस्तो अनुहार डुबाएर पानीमा नदियाका पानी भन्ने थियो त्यो त गीत 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 भएर गयो होइन अब सिक्किममै गएर डुबाउँछु अब म अनुहार हेर्नुहोस् ल यहाँको पाइनएप्पल चाहिँ यस्तो मिठो छ कि अब हामी अलमोस्ट गुवाहाटी अब हिँडिसकेको होइन अब यो जानुभन्दा अगाडि चाहिँ हामीले काटेर खाने दुईवटाको 150 अरे हो अन्त त्यहाँदेखि हामीले एकमा चाहिँ काट्नुलाई एउटा चाहिँ लिएर जाने खोल्के देखाऊ इधर खोल्के देखाऊ न ए पाइनएप्पल कस्तो छ सुँगुलो है कस्तो लाग्यो त दामी ट्राई गर्नु ल तपाईँहरू यहाँ आएर गुवाहाटी आइपुगे हामी चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले ब्रिज गुवाहाटीको रुम आइपुग्यो हामी यहाँनिर एउटा रुम छ नेक्स्ट रुम यो अनि यो हाम्रो किचन टोइलेट पुजु पसेको छ फाइनली रिच